मेरो चाहिँ यो देब्रे हात 2 हप्ता जस्तो भयो कि काम गर्दा पनि यही हात चल्छ। हजुर अहिले यतिखेर घरिघरि पोल्छ, घरिघरि यसरी चलाउँदाखेरि दुख्छ कि। ओके हुन्छ सुन्न तपाईको हात छ नि अहिले जुन काम गर्न सक्नु हुँदैन तपाईले चेक गर्नु होला हात येशूको नाममा त्यो हातको दुखाइ कम्प्लिट बाहिर निस्किन आज्ञा गर्छु टोटल फ्री धुवा बनेर उड्ने आज्ञा गर्छु येशूको नाम टोटल नर्मल फ्री माइटी नेम अफ जिजस येशूले खानुभएको कोर्राको चोलले पुरै नर्मल येशूको नाममा आमेन भन्नुस् त आमेन। अब चेक गर्नुस् के भयो बोल्न सक्नुहुन्छ म फिल गर्दैछु, हजुर फिल गर्दैछु, दाँत चङ्गै हुँदैछ। हालेलुया प्रभुलाई ताली बजाएर धन्यवाद दिनुस् त्यही हातले यस मजाले चेक गर्नुस् तपाईको जुन काम गर्न सक्नु हुँदैन त्यो अब गर्नुहुन्छ। हामी सबैजनाले भजन सङ्ग्रह 103 अध्यायको हामी 1 देखि 3 सम्म हामी पढ्नेछौँ आज। थ्याङ्क यू होली स्पिरिट हिरायन्देले बोस्याय खरथला मान्थे थ्याङ्क यू फादर। हुन्छ तपाईँले 103 को 1 देखि 3 सम्म हामी पढ्नेछौँ है त। थ्याङ्क यू होली स्पिरिट। आज हामी यो खण्डबाट नै हामी केही कुरा एकदम गहन महत्त्वपूर्ण कुरा हामी हेर्नेछौँ। पढिदिनुहोस् भजन सङ्ग्रह 103 को 1 देखि 3 सम्म पढिदिनुहोस्। थ्याङ्क यू होली स्पिरिट। हुन्छ हाम्रो टिमले म्युटलाई अन गरेर पढिदिनु होला। जय मसी स्वागत छ। लाइभ सेयर गर्नु होला अनि डबल ट्याप पनि गर्नु होला। थ्याङ्क यू। हुन्छ पढिदिनु। हे मेरो प्राण परमप्रभुको प्रशंसा गर, हे मेरो सारा अन्तस्करण उहाँको पवित्र नाउँको स्तुति गर। हे मेरो प्राण पाउनुहुन्छ भने याद गर्नुहोस् है एकैछिन रोकिदिनु होला। यहाँनिर के पाउनुहुन्छ भने हे मेरो प्राण धेरैचोटि हामीले आफूले आफूलाई सम्झाउनु पर्ने कुरा छ। परमप्रभुलाई प्रशंसा गर्नको लागि परमप्रभुलाई उचाल्नको लागि हामीले अरूलाई भन्न त सजिलो हुन्छ तर आफूले आफूलाई हामीले भन्न धेरैचोटि गाह्रो भइराखेको हुन्छ। पहिलो स्टेप तपाईँले यो कुरा बुझ्न आवश्यक छ। हे मेरो प्राण परमप्रभुको प्रशंसा गर, हे मेरो सारा अन्तरिस्करण उहाँको पवित्र नाउँको स्तुति गर है। तपाईँ धेरैचोटि परमेश्वरलाई आराधना साँचो रीतिले आराधना गर्न सकिराख्नु भएको हुँदैन। त्यो अवस्थामा तपाईँले आफूले आफूलाई तपाईँले सम्झाउनु पर्ने हुन्छ। हे मेरो प्राण त किन निराश हुन्छ, हे मेरो प्राण त किन हार खान्छस्, हे मेरो प्राण त किन परमेश्वरदेखि टाढा हुँदैछस्, हे मेरो प्राण त किन साँचो आराधनामा त मन लगाउँदैनस्। अनि एकदमै तपाईँले चाहिँ यो प्रश्न चाहिँ त्यहाँ आफ्नै तपाईँले प्राणलाई आफ्नै अन्तरिस्करण भनेको चाहिँ भित्र एकदमै तपाईँको हृदयलाई तपाईँले सम्झाउनु पर्ने हुन्छ। अनि त्यहाँनिर तपाईँले जब आफ्नै हृदयलाई जब सम्झाउनुहुन्छ नि अनि परमेश्वरले तपाईँको जीवनमा काम गर्न थाल्नुहुन्छ। यसकारण तपाईँले आज अरूलाई नहेर्नुहोस्, मात्र तपाईँले आफूले आफूलाई हेर्न थाल्नुहोस्। किनकि परमेश्वरले तपाईँको जीवनलाई निहालेर हेर्दै हुनुहुन्छ। अरूको कुरा छोडिदिनुहोस्, तपाईँले आफूले आफूलाई हेर्नुहोस्। आज तपाईँ कस्तो हुनुहुन्छ, तपाईँ कहाँ हुनुहुन्छ, तपाईँ कहाँनिर अल्मली राख्नु भएको छ, तपाईँलाई कुन कुराले रोक्दैछ त्यो कुरामा तपाईँले आज ध्यान दिनुहोस्। त्यो कुरामा आज तपाईँले मनन गर्नुहोस् किनकि परमेश्वर तपाईँको जीवनमा काम गर्न चाहनुहुन्छ। अझै पढिदिनुहोस्, 2 पदलाई पढिदिनुहोस्। हे मेरो प्राण परमप्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्सी। हो यहाँनिर तपाईँले के पाउनुहुन्छ भने हे मेरो प्राण परमप्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्सी भन्छ। उपकारहरू भनेको के हो त? परमेश्वरले जुन जे जति पनि तपाईँको जीवनमा काम गर्नुभयो, जे जति तपाईँलाई ग्रेस गर्नुभयो, उहाँले हो तपाईँलाई कस्तो धुलोबाट कस्तो दलदल धुलोबाट उहाँले चाहिँ तपाईँलाई उठाउनु भयो, त्यो कुरालाई तपाईँले बिर्सिनु हुँदैन कहिले पनि। म तपाईँलाई भन्न चाहन्छु यदि परमेश्वरको त्यो उपकारहरू जब तपाईँ बिर्सिनुहुन्छ नि, म तपाईँलाई भन्न चाहन्छु प्रिय मित्र, तपाईँले परमेश्वरको त्यो शक्तिशाली काम तपाईँको जीवनमा तपाईँले देख्न सक्नु हुँदैन। किनकि तपाईँले जब परमेश्वरको कार्यहरू
घोषणा गर्नुहुन्छ, जब परमेश्वरको कार्यहरू साँच्चै नै मनन गर्नुहुन्छ, जब परमेश्वरको कार्यहरू अरू बीचमा जब सन्देश सुनाउनुहुन्छ, परमेश्वरको कार्यहरूको घोषणा अरू बीचमा जब गर्नुहुन्छ भने नि त्यहाँनिर परमेश्वरले तपाईँको जीवनमा अद्भुत रीतिले काम गर्नुहुन्छ। अनि धेरैचोटि हामी निको हुन चाहन्छौँ। यहाँनिर मेन चाहिँ आज तपाईँले बुझ्नुपर्ने कुरा के छ भने हामी धेरैचोटि निको हुन चाहन्छौँ, छुटकारा हुन चाहन्छौँ, तर हामीले आफ्नो हृदयलाई, हामीले प्राणलाई हामीले धेरैचोटि हामीले सम्झाउन सकेको हुँदैन। र आज यही कुरा परमेश्वरले तपाईँको बीचमा बोल्दै हुनुहुन्छ कि आफ्नो प्राणलाई सम्झाउनुहोस्। आज परमेश्वर तपाईँको जीवनमा असाधारण काम गर्न जाँदै हुनुहुन्छ, असाधारण काम गर्न जाँदै हुनुहुन्छ। तर पहिलो कुरा भनेको तपाईँले आफ्नो हृदयलाई सम्झाउनुहोस्, आफ्नो हृदयलाई तपाईँले बुझाउनुहोस् आज, किनकि परमेश्वर तपाईँको जीवनमा काम गर्न चाहनुहुन्छ। म तपाईँलाई भन्न चाहन्छु, हामी धेरैचोटि हामी परमेश्वरको असाधारण महिमालाई देख्न चाहन्छौँ, असाधारण कामलाई देख्न चाहन्छौँ, तर आफूलाई सम्झाएको हुँदैन। अनि आज परमेश्वरले यही कुरा तपाईँलाई भन्दै हुनुहुन्छ कि हे छोरी, आफूलाई सम्झा, आफूलाई मतिर फर्का, किनकि म तेरो दुर्बलताहरू निको बनाउन चाहन्छु, म तेरो रोगहरू निको बनाउन चाहन्छु, तेरो परिस्थितिहरू म चेन्ज गर्न चाहन्छु। तर आफैलाई तैँले सम्झा भनेर चाहिँ आज परमप्रभुले तपाईँलाई सम्झाउँदै हुनुहुन्छ। यसकारण म तपाईँलाई भन्न चाहन्छु कि आज यदि तपाईँले आफूलाई सम्झाउन सक्नुभयो भने परमेश्वरले तपाईँको जीवनमा जुन काम गर्न जाँदै हुनुहुन्छ त्यो काम गर्नदेखि रोक्ने कुनै संसारको शक्तिले रोक्न सक्ने छैन। यो ग्यारेन्टी तपाईँलाई परमेश्वरले आज दिँदै हुनुहुन्छ। 3 पदलाई पढिदिनुहोस्। जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ र तेरा सबै रोगहरू निको पार्नुहुन्छ। जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ र तेरा सबै रोग बिमारहरू निको बनाउनुहुन्छ। आज जसले तपाईँको पापहरू क्षमा गर्नुहुन्छ, जसले तपाईँको हरेक रोग दुर्बलताहरू उहाँले आफैले खानुभएको कोर्राको चोडले तपाईँलाई आज निको बनाउनु भएको छ। अनि तपाईँले हेर्नुहुन्छ भने पहिलो पत्रुस 2:24ले भन्छ, अनि उहाँले खानुभएको कोर्राको चोडले तपाईँ निको हुनु भएको छ। आज उहाँले खानुभएको कोर्राको चोडले तपाईँ निको हुनु भएको छ। तर पहिलो कुरा तपाईँले आफूलाई सम्झाउन आवश्यक छ, आफूलाई आफ्नै प्राणलाई सम्झाउन आवश्यक छ, आफ्नै विश्वासलाई तपाईँले बढाउन आवश्यक छ। हामी धेरैचोटि भन्छौँ फलानाको विश्वास पुगेन छ, तर तपाईँको विश्वास आज पुग्दैछ कि छैन त्यो कुरालाई मनन गर्नुहोस् आज, किनकि फलानाको पुगोस् नपुगोस् तर तपाईँको विश्वास चाहिँ पुग्न आवश्यक छ। फलानाको होस् नहोस् तर तपाईँको पहिलो कुरा हुन आवश्यक छ। हो, तपाईँको परिवार फ्यामिली बाँचेको छ छैन त्यो होइन, तर पहिलो कुरा तपाईँ बाँच्नु भएको छ कि छैन त्यो महत्त्वपूर्ण कुरा हो। यसकारण यदि तपाईँ बाँच्दै हुनुहुन्छ भने, तपाईँ बाँच्नु भएको छ भने साँच्चै नै तपाईँद्वारा परमेश्वर, तपाईँद्वारा समाज बाँच्दैछ। आज म तपाईँलाई उत्साह दिन चाहन्छु प्रिय मित्र, यदि तपाईँ बाँच्नु भएको छ भने तपाईँको समाज बाँच्दैछ। यदि तपाईँमा आशा छ भने आज तपाईँको समाजमा आशा आउँदैछ। यदि तपाईँमा त्यो शान्ति छ भने आज तपाईँको समाजमा शान्ति आउँदैछ। म तपाईँलाई भन्न चाहन्छु, यदि तपाईँको हृदयमा त्यो शान्ति छ भने बाहिर त्यही नै निस्किन्छ। तपाईँलाई थाहा छ धेरैचोटि हामी अरू व्यक्तिहरूमा थुप्रो प्रभाव पार्न चाहन्छौँ। वचनले के भन्छ तपाईँलाई थाहा छ? हृदयमा जे छ त्यही निस्किन्छ। यदि तपाईँको जीवनमा ठुलो आशा छ, यदि तपाईँको जीवनमा ठुलो शान्ति छ, यदि तपाईँको जीवनमा ठुलो विजय छ भने तपाईँले अरूको जीवनमा पनि त्यो ठुलो विजयहरू, ठुलो शान्तिहरू तपाईँले देख्नुहुनेछ, किनकि तपाईँको जीवनबाट त्यो अरूको जीवनमा रिलिज हुनेछ। यसकारण म तपाईँलाई भन्न चाहन्छु कि आज यदि तपाईँले आफूलाई सम्झाउन सक्नुभयो भने संसारमा म भन्न चाहन्छु अरूलाई सम्झाउन सक्ने व्यक्ति थुप्रो छ संसारमा हेर्नुभयो भने, तर आफैलाई सम्झाउन सक्ने व्यक्ति अहिलेसम्म कोही पनि छैन। म तपाईँलाई भन्न चाहन्छु यदि आफैलाई सम्झाउन सक्ने व्यक्ति भयो भने नि परमेश्वरले अद्भुत काम गर्नुहुनेछ। म तपाईँलाई भन्न चाहन्छु आज फलानाले तपाईँलाई के भन्दैछ त्यो सरोकार नराख्नुहोस्, तर परमेश्वरले तपाईँलाई के भन्दै हुनुहुन्छ, आज फलानाले तपाईँलाई कस्तो प्रतिक्रिया दिँदैछ, आज फलानाले तपाईँलाई कसरी हेर्दैछ त्यो कुरालाई छोडिदिनुहोस्। हामी धेरैचोटि फलानालाई हेर्दा हामीलाई आफैलाई बिर्सिसकेको छ। आज म तपाईँलाई भन्न चाहन्छु प्रिय मित्र, यदि तपाईँले फलानालाई हेर्नुभयो भने तपाईँले आफ्नै जीवनमा त्यो असफलता मात्रै तपाईँले पाउनुहुनेछ। यसकारण तपाईँले जहिले पनि आफूलाई हेर्नुहोस्, तपाईँ को तपाईँले बुझ्नुहोस्। तपाईँ संसारको ज्योति हो, तपाईँ आशिषित हो, तपाईँ शक्तिशाली व्यक्ति हो, तपाईँ असाधारण व्यक्ति हो, किनकि परमेश्वरले तपाईँलाई त्यो तपाईँलाई परिचय दिनुभएको छ भने त्यो परिचय कसैले पनि तपाईँबाट खोज्न सक्दैन। म तपाईँलाई भन्न चाहन्छु आज तपाईँको समाजले आज तपाईँलाई भन्दैछ होला त केही गरी खाँदैनस्, तपाईँको समाजले भन्दैछ होला आज त केही हुनेवाला छैन तेरो जीवनमा, तर म आज तपाईँलाई भन्न चाहन्छु
चाहन्छु आज परमेश्वरले तपाईँको जीवनलाई आज निहालेर हेर्दै हुनुहुन्छ। परमेश्वरले आज तपाईँलाई भन्दै हुनुहुन्छ कि तेरै जीवनमा म असाधारण काम गर्नेवाला छु, अब तेरै जीवनमा म शक्तिशाली आशिषको ढोकाहरू खोलिदिनेवाला छु भनेर भन्दै हुनुहुन्छ आज। यसकारण तपाईँले आफूले आफूलाई मात्र निहालेर हेर्नुहोस् आज तपाईँको विश्वास कति ठुलो छ। ओ यदि पहाडलाई हटाउने तपाईँको विश्वास छ भने परमेश्वरले आज तपाईँको जीवनमा असाधारण नसोचेको ढोकाहरू परमेश्वरले खोलिदिँदै हुनुहुन्छ। तपाईँको लागि यो अगमबाडी हो। धेरैचोटि म तपाईँलाई भन्न चाहन्छु, यदि तपाईँको लागि परमेश्वरले असल थोकहरू दिन जाँदै हुनुहुन्छ भने नि तपाईँले त्यो सुनको औँठी तपाईँको हातमा परेको जस्तो सम्झेर तपाईँले रिसिभ गर्नुहोस्, किनकि तपाईँको लागि हुँदैछ, किनकि तपाईँको विश्वासले तपाईँलाई बचाउँछ, तपाईँको विश्वासले तपाईँको प्रत्युत्तर ल्याउँछ। यसकारण भन्न चाहन्छु आज यदि तपाईँको विश्वास ठुलो छ भने परमेश्वरले ठुलो काम गर्न जाँदै हुनुहुन्छ। आज म तपाईँलाई भन्न चाहन्छु, तपाईँले आज कसैलाई नहेर्नुहोस्, आज तपाईँले नहेर्नुहोस् फलाना कति वर्ष भयो बिमारी छ, म के निको होला। धेरैचोटि हाम्रो विचारले हामीलाई रोगमा राखिराखेको हुन्छ, हाम्रो विचारले हाम्रो दुर्बलताले हामीलाई परमेश्वरबाट टाढा बनाइराखेको हुन्छ, त्यो रोग दुर्बलतामा हामीलाई एकदम अचेडेर राखिराखेको हुन्छ। म तपाईँलाई भन्न चाहन्छु आज परमेश्वरले तपाईँको जीवनमा काम गर्न जाँदै हुनुहुन्छ। मलाई आज तपाईँले मलाई नसोध्नुहोस् के हुँदैछ, आज नसोध्नु, तर परमेश्वरले तपाईँको जीवनमा असाधारण काम गर्दै हुनुहुन्छ त्यो विचार गर्नुहोस्। आज तपाईँले एउटै कुरा भन्न चाहन्छु कि यदि परमेश्वरले गर्दै हुनुहुन्छ भने नि संसारको कुनै शक्तिले तपाईँलाई त्यो काम हुनदेखि कुनै संसारको शक्तिले तपाईँलाई रोक्न सक्ने छैन। यसकारण म तपाईँलाई भन्न चाहन्छु आज मान्छेले के भन्दैछ त्यो कुरामा ख्यालै नगर्नुहोस्, किनकि मान्छेले भनेको कुरा सबै कुरामा यदि ध्यान दिनुहुन्छ भने नि कुनै दिन तपाईँ उसैको नकर भएर बस्नुपर्ने हुन्छ। यसकारण सबै कुरा मान्छेको सबै कुरा ध्यान नदिनुहोस्। जुन परमेश्वरमा आशा छ, जुन व्यक्तिले बोल्दै गर्दाखेरि तपाईँको जीवन निर्माण हुन्छ त्यो कुरामा ध्यान दिनुहोस्। यदि जुन कुराले तपाईँको जीवन यदि साँच्चै नै परमेश्वरबाट टाढा बनाउँछ, त्यो तपाईँको चङ्गाई छुटकारादेखि टाढा बनाउँछ, त्यो अभिषेकदेखि टाढा बनाउँछ भने नि त्योदेखि टाढा बस्नुहोस्। तपाईँ म तपाईँलाई भन्न चाहन्छु यदि तपाईँ धन्यको जीवन जिउन चाहनुहुन्छ भने नि यदि तपाईँले भजन सङ्ग्रह जब 1 अध्यायमा हेर्नुभयो भने 1 देखि 6 पदसम्म त्यो धन्यको जीवन जिउन चाहनुहुन्छ भने नि तपाईँ 3टा कुराबाट तपाईँ टाढा बस्नुपर्छ। 1 नम्बर, तपाईँ दुष्टहरूको सङ्गतबाट। धेरैचोटि हामी दुष्टहरूको सङ्गतमा हामी बसिरहेको हुन्छौँ, हामी धेरैचोटि हामी दुष्ट सल्लाह दिने व्यक्तिहरूको हामी व्यक्तिहरूको बिचमा हामी रमाइरहेको हुन्छौँ। म तपाईँलाई भन्न चाहन्छु आज परमेश्वरले तपाईँलाई त्यो जब तपाईँले दुष्टहरूको सङ्गत जब सुधार्नुहुन्छ नि तपाईँको जीवन सुध्रिनेछ। यसकारण प्रिय मित्र, तपाईँ कस्तो हुनुहुन्छ, कस्तो बन्न चाहनुहुन्छ त्यो तपाईँले आफूले छनौट गर्नुपर्छ, किनकि परमेश्वर त्यही अनुसार तपाईँको जीवनमा काम गर्न चाहनुहुन्छ। हालेलुया। जब तपाईँले भजन सङ्ग्रहको जब खण्डमा जब 1 अध्यायमा हेर्नुभयो भने त्यहाँ के पाउनुहुन्छ भने तपाईँले त्यो दुष्टहरूको सल्लाहमा नहिँड्ने कुराहरू पाउनुहुन्छ अनि गिल्ला गर्नेहरूको सङ्गतमा नबस्ने कुराहरू तपाईँले 3टा कुरा पाउनुहुन्छ। हामी धेरैचोटि हामी सफल बन्न चाहन्छौँ, हामी धेरैचोटि आशिषित बन्न चाहन्छौँ, हामी धेरैचोटि धन्यको व्यक्ति बन्न चाहन्छौँ, तर यो 3टा सङ्गतबाट हामीले कहिले पनि आफूलाई टाढा राखेको हुँदैन। म तपाईँलाई भन्न चाहन्छु पापीहरूसँग सङ्गतै नगर नबस भनेको होइन, जो आफूले आफूलाई विश्वासी भन्नुहुन्छ तर पनि परमेश्वरको आज्ञाकारिताबाट टाढा हुनुहुन्छ उनीहरूसँग नबस भनेको, उनीहरूसँग खान पनि नबस भनेको। यसकारण म तपाईँलाई उत्साह दिन चाहन्छु कि आजको दिनमा परमेश्वरले तपाईँको जीवनमा असाधारण काम गर्न चाहनुहुन्छ, तर आफूले आफूलाई सम्झाउनुहोस्, आफूले आफूलाई भन्नुहोस् हे मेरो प्राण त परमप्रभुको प्रशंसा गर। तपाईँले भन्न थाल्नुहोस् आजदेखि, किनकि परमेश्वरले तपाईँको जीवन फलदायक बनाउन चाहनुहुन्छ, तपाईँको जीवन परमेश्वरले असाधारण बनाउन चाहनुहुन्छ। यसकारण अरूलाई नहेर्नुहोस्। आज तपाईँले आफूले आफूलाई मात्र हेर्ने समय छ। आज जब तपाईँ आफूले आफूलाई हेर्नुहुन्छ, जब तपाईँले आफूले आफूलाई जब मन पराउन थाल्नुहुन्छ नि परमेश्वरले तपाईँको जीवनमा काम गर्न थाल्नुहुन्छ। यदि कसैले मलाई सोध्छ भने नि परमेश्वरले कसरी मिराकल्स गर्नुहुन्छ, कसरी चाहिँ हामी धन्यको जीवन जिउन सक्छौँ, तर हामी दिनरात प्रभुको व्यवस्थामा जब हामी मनन गर्छौँ, व्यवस्थामा हामी लागिरहन्छौँ, परमेश्वरले जे भन्नुहुन्छ हामी त्यही अनुसार हामी अगाडि बढ्छौँ, त्यही अनुसार गर्छौँ भने हाम्रो जीवन चाहिँ धन्यको जीवन हुनेछ। यसकारण प्रिय मित्र, आज तपाईँ धन्यको जीवन, आशिषित जीवन जिउन चाहनुहुन्छ, शक्तिशाली, म तपाईँलाई भन्न चाहन्छु परमेश्वरले संसारमा तपाईँलाई यति शक्तिशाली व्यक्ति बनाउन चाहनुहुन्छ भने नि त्यो तपाईँले कल्पना पनि गर्न सक्नु भएको छैन क्या। तर म तपाईँलाई भन्न चाहन्छु त्यो शक्तिशाली असाधारण व्यक्ति बन्नको लागि पहिला तपाईँले आफूले आफूलाई चिन्नुपर्छ,
तपाईँ किन संसारमा हुनुहुन्छ, तपाईँ किन संसारमा परमेश्वरले तपाईँलाई राख्नु भएको छ, के कारणले तपाईँ किन आज जीवित हुनुहुन्छ, त्यो तपाईँले आफूले आफूलाई प्रश्न गर्न आवश्यक छ। धेरैचोटि यो किन भन्ने शब्द चाहिँ धेरै महत्त्वपूर्ण छ। यदि किन भन्ने शब्दलाई तपाईँले बुझ्नुहुन्छ भने नि परमेश्वरको असाधारण तपाईँको जीवनमा काम देख्नुहुन्छ। यसकारण म तपाईँलाई भन्न चाहन्छु, आज म तपाईँलाई स्पष्ट रूपमा भन्न चाहन्छु, परमेश्वरले तपाईँको 38 वर्ष, तपाईँलाई थाहा छ 38 वर्षसम्मको पक्षघाती यदि परमेश्वरको नजिक आउँछ, यदि साँचो विश्वास राखेर, यदि साँचो रीतिले परमेश्वरमा विश्वास राख्छ भने नि 38 वर्ष परमेश्वरको लागि 38 सेकेन्ड हो। यसकारण आज तपाईँको 5 वर्ष होला, 10 वर्ष होला, ओ धेरै वर्षदेखि तपाईँ असफल हुनुभएको छ होला, धेरै वर्षदेखि ओ तपाईँ निराश हुनुहुन्छ होला। आज परमेश्वरले तपाईँलाई आशा दिँदै हुनुहुन्छ, आज परमेश्वरले तपाईँलाई शक्तिशाली बनाउँदै हुनुहुन्छ। यसकारण म तपाईँलाई भन्न चाहन्छु, परमेश्वरले तपाईँको जीवनमा त्यो काम गर्न चाहनुहुन्छ नि, जुन काम तपाईँले अहिलेसम्म कल्पनामा पनि सोच्नु भएको छैन, जुन काम परमेश्वर गर्न चाहनुहुन्छ तपाईँले ओ जीवनमा तपाईँले सोच्नु भएकै छैन। यसकारण म तपाईँलाई भन्न चाहन्छु, परमेश्वरको त्यो उपस्थितिदेखि, परमेश्वरको त्यो शक्तिशाली कामदेखि आफूले आफूलाई टाढा नराख्नुहोस्। किनकि जति सक्नुहुन्छ, तपाईँलाई थाहा छ जबसम्म भेटाउँदैनौ तबसम्म खोज, जब नजिक हुनुहुन्छ उहाँलाई भेट भन्छ वचनले। जब तपाईँले उहाँ नजिक हुँदा, तपाईँको सम्बन्ध परमेश्वरसँग नजिक हुँदै गर्दाखेरि जब जम्का भेट गर्नुहुन्छ नि, जब तपाईँको इन्काउन्टर हुन्छ नि जब परमेश्वरसँग, त्यो दिनदेखि तपाईँले सम्झिनुहोस् तपाईँको जीवन भिन्नै हुन थाल्छ। म तपाईँलाई भन्न चाहन्छु, यदि संसारमा कोही शक्तिशाली व्यक्ति छ भने नि परमेश्वरले यो गर, यसरी गर भनेको मार्गदर्शन गरेको व्यक्ति नै संसारमा सबैभन्दा शक्तिशाली र सबैभन्दा सफल व्यक्ति नै त्यही हो। तपाईँले यदि सोध्नुभयो भने मलाई, किनकि म तपाईँलाई भन्न चाहन्छु सफल व्यक्ति नै त्यही हो जसले चाहिँ परमेश्वरको आवाजलाई सुनेर अगाडि जिएको छ, जसले परमेश्वरको आवाजलाई पछाएर अगाडि बढेको छ, त्यही संसारको सबैभन्दा शक्तिशाली व्यक्ति हो। यसकारण आज तपाईँ कसरी परमेश्वरमा अगाडि बढ्न चाहनुहुन्छ, कसरी त्यो परमेश्वरको आशिषलाई तपाईँ उपभोग गर्न चाहनुहुन्छ, त्यो तपाईँको हातको कुरा छ। यदि साँच्चै नै म तपाईँलाई भन्न चाहन्छु, यदि परमेश्वरको त्यो शक्तिशाली काम तपाईँको जीवनमा तपाईँ चाहनुहुन्छ भने नि तपाईँले आफूले आफूलाई परमेश्वर कहाँ लैजानुहोस्। तपाईँलाई थाहा छ, अनि जब हिब्रू 4:16 हेर्नु भने अनुग्रहको सिंहासनमा साहससँग आऊ। आज तपाईँलाई डराउने भनेको परमेश्वरसँग थरथरी काम्ने भनेको होइन, पापलाई छोडेर, नराम्रो आवाजलाई छोडेर परमेश्वरको उपस्थितिमा जाने, परमेश्वरको नजिकतामा जाने भनेको। तर धेरैचोटि हामीले के बुझिदिन्छौँ भने हो परमेश्वरको उपस्थिति, परमेश्वरको शक्तिशाली, म्युट गरिदिनु होला, परमेश्वरको त्यो शक्तिशाली उपस्थितिमा हो जानलाई हामी डराइरहेको हुन्छ। परमेश्वरले तपाईँलाई कहिले पनि त्यो डराउनलाई, त्रासमा राख्नलाई होइन, तर आफ्नो मुखलाई सम्हाल, हो आफ्नो त्यो हो पापलाई छोड अनि परमेश्वरको उपस्थितिमा आऊ। यसकारण म तपाईँलाई भन्न चाहन्छु, आज यदि साँचो रीतिले तपाईँ परमेश्वरको उपस्थितिमा नडराएर आज आउँदै हुनुहुन्छ भने नि परमेश्वरले तपाईँको जीवनमा काम गर्न जाँदै हुनुहुन्छ, परमेश्वरले तपाईँको जीवनमा असाधारण काम गर्न जाँदै हुनुहुन्छ। यसकारण आज तपाईँ हो कस्तो हुनुहुन्थ्यो, हिजोको कुरा छोडिदिनुहोस्, तपाईँ कस्तो बन्न चाहनुहुन्छ। हो जसरी पावलले भन्छन् त्यहाँनिर तपाईँले के पाउनुहुन्छ भने पावलले यसरी भन्छन् कि म पुरानो कुरालाई बिर्सेर म अगाडि लम्किराखेको छु, म पछाडिको कुरालाई फर्केर हेर्दिनँ, तर म अगाडि लम्किराख्छु। जहाँ मेरो गन्तव्य छ, जहाँ मेरो पुग्नु पर्ने ठाउँ छ, म त्योतिर म लम्किराखेको छु। म निशाना तागेर म हावा मुक्का हान्दिनँ, तर म निशाना तागेर आफ्नो दौड दौडिराखेको छु। यसकारण आज तपाईँ यदि परमेश्वरको दौड पछाडि नफर्केर यदि तपाईँ पछाडिको दिनलाई फर्केर हेर्नुहुन्छ भने नि तपाईँले जसरी त्यहाँनिर तपाईँले के पाउनुहुन्छ भने जसरी त्यो खामो बनेको छ नि, जसरी तपाईँको त्यहाँनिर लोतको फ्यामिली त्यहाँनिर खामो बनेको छ नि, त्यस्तै तपाईँको जीवन चाहिँ एउटा कठोर जीवन हुन्छ जहाँ चाहिँ आशिष छैन, जहाँ चाहिँ श्राप मात्रै तपाईँले देख्नुहुन्छ। यसकारण पछाडिको जीवनलाई कहिले पनि नहेर्नुहोस्, पछाडिको जीवनबाट अगाडिको जीवनमा तपाईँ लम्किँदै गर्दाखेरि पछाडि तपाईँको जीवन कस्तो थियो र अहिले कस्तो चाहनुहुन्छ त्यो कुरालाई तपाईँले निहालेर हेर्नुहोस्। यही म भन्न चाहन्छु कि अन्तिममा म तपाईँहरूको लागि प्रार्थना गर्नुभन्दा अगाडि यदि तपाईँ आज आफूले आफूलाई निहालेर हेर्दै हुनुहुन्छ, आफूले आफूलाई निहालेर हेर्दै गर्दाखेरि तपाईँ यदि विश्वास तपाईँको बढ्दैछ भने नि
म तपाईँलाई भन्न चाहन्छु तपाईँको जीवनमा आज मिराकल्स हुनेवाला छ। यहाँनिर तपाईँको जीवनमा त्यो अद्भुत काम हुनेवाला छ। हामी धेरैचोटि भन्छौँ पास्टर बुवा म त निको त भएको 2 महिनासम्म निको भए फेरि बिमारी भयो भन्छ कतिजना। 2 महिनासम्म निको भए फेरि बिमारी भयो भन्छ। मलाई भन्न चाहन्छु तपाईँको जीवनमा त्यो रोग दुर्बलता फेरि रिपिट कति बेला हुन्छ भने नि जति बेला तपाईँले त्यो रोग दुर्बलता त निको भयो तर तपाईँले परमेश्वरको उपस्थिति बिर्सिदिनु भएको हुन्छ। म तपाईँलाई भन्न चाहन्छु तपाईँलाई परमेश्वरले यदि निको बनाउँदै हुनुहुन्छ, तपाईँको जीवनमा यदि शक्तिशाली आशिष दिँदै हुनुहुन्छ भने तपाईँ परमेश्वरमा एकदम निरन्तर अगाडि बढिराख्नुहोस्। तपाईँले दुःख चुनौतीलाई इन्कार गर्नुहुन्छ भने नि तपाईँले आशिषलाई इन्कार गर्नुहुन्छ। यसकारण दुःख चुनौतीलाई कहिले पनि इन्कार नगर्नुहोस्। त्यो दुःख अनि चुनौती तपाईँलाई शक्तिशाली बनाउने एउटा बाटो पनि बन्न सक्छ। यसकारण तपाईँले यो कुरालाई ख्याल गर्नुहोस्। म तपाईँलाई भन्न चाहन्छु कि यदि तपाईँले यो कुरालाई ख्याल गर्नुभयो भने नि परमेश्वरले तपाईँको जीवनमा आज अद्भुत रीतिले काम गर्न चाहनुहुन्छ। तपाईँको जीवनमा परमेश्वरले असाधारण महिमालाई बगाउन चाहनुहुन्छ। यसकारण आज तपाईँ जो जति यहाँनिर आशा लिएर आउनु भएको छ, साँच्चै नै एउटा परमेश्वरको त्यो शक्तिशाली उपस्थिति आज मेरो जीवनमा म चाहन्छु भने जो जति यहाँनिर बसिराख्नु भएको छ नि आज तपाईँ खाली हात जानुपर्ने छैन। आज यहाँ लाइभ हिलिङ थुप्रै व्यक्तिहरूले आज शक्तिशाली कामहरू आज देख्नुहुनेछ। मेरो चाहिँ एकदमै के भन्छ पेटको समस्या छ, एकदमै कति दुखिरहेको छ। समयदेखि? मेरो एकदमै पुरानो मतलब 3-4 वर्ष भइसक्यो अनि एकदमै धेरै प्रब्लम भइरहेको छ अहिले चाहिँ। अनि त्यही अनोइन्टिङको लागि पनि आएको हो। डक्टरले के भनेको छ? चेक गराउनु भयो? पहिला चेक गराउँदाखेरि चाहिँ ओभरियन सिस्ट थियो होइन, अनि त्यतिकै नर्मल भएको थियो। अनि अहिले चाहिँ फेरि सेम दुख्न थालेको छ। अहिले पनि दुखिरहेको छ? हजुर। अहिले भिडियोमा आउन मिल्छ हजुर? भिडियोमा चाहिँ आउनु मिल्दैन, यहाँनिर अरूहरू पनि छ त्यही भएर। ओके, सुन्न आँखा बन्द गर्नुहोस्। मात्र तपाईँले विश्वासलाई बढाउनुहोस् अनि पेटमा हात राख्नुहोस् है। 3 वर्ष 4 वर्षदेखि होइन त? ल हुन्छ, हात राख्नुहोस्। थ्याङ्क यू होली स्पिरिट, थ्याङ्क यू पवित्र आत्मा परमेश्वर। जति पनि यो छोरीको जीवनमा समस्या छ, जुन पेटको श्राप छ, पूर्ण रीतिमा तोड्छु यो समय यीशुको नाममा। पुरा म धुवा बनेर उड्ने आज्ञा गर्छु यो समय। पुरा जति पनि त्यो पेटको दुखाइ छ टोटलमा फ्री हुने आज्ञा गर्छु यो समय यीशुको नाममा। 4 वर्षको श्रापलाई म तोडिदिन्छु यो समय। कम आउट इन द माइटी नेम अफ जिजस। टोटलमा फ्री हुने आज्ञा गर्छु यो समय। जति पनि त्यो पेटको श्राप छ, जति पनि दुखाइ छ, पुरा टोटल धुवा बनेर उड्ने आज्ञा गर्छु यो समय यीशुको नाममा। टोटल फ्री। येशूले खानुभएको कोर्राको चोटले पुरै नर्मल यीशुको नाममा। आमेन भन्नुहोस् त। आमेन। हुन्छ, बोल्न सक्नुहुन्छ? चेक गर्नुहोस् पहिला। थ्याङ्क यू। ओके, छिटो फटाफट। अरू एकजना बोल्दै गर्नु होला। हजुर बोल्न सक्नुहुन्छ? एकदमै यहाँनिर रुममा अरूहरू पनि छ कि त्यही भएर अलिकति बोल्न चाहिँ मिल्दैन म ज्यादा। अलिकति ठुलो आवाजले बोल्न मिल्दैन? हजुर, यहाँ रुममा अरूहरू पनि छ कि त्यही भएर अलिकति ज्यादा बोल्नु मिल्दैन, त्यही भएर। चेक गर्नुहोस् कस्तो भयो अहिले तपाईँको पेट? सन्चै छ। अहिले दुखेको छैन? हजुर। अहिले प्रार्थना पछाडि कति दुखेको छैन? हजुर। प्रभुलाई हामी ताली बजाएर धन्यवाद दिनेछौँ। यो प्रभुको काम हो है। यसकारण यो अहिले यहाँनिर जुन प्रकारले परमेश्वरको कामहरू देखिराख्नु भएको छ, अहिले तपाईँको विश्वास जाग्नुपर्छ।